नमस्कार। आज चाहिँ 2082 साल माघ महिनाको 15 गते यो छिन्ताङ सुखानी होइन छिन्ताङ शहीद भूमि खोको छिन्ताङ शहीद भूमि गाउँपालिका यो शहीद भूमि गाउँपालिका वार्ड नम्बर 3 मा चाहिँ यो पञ्चायत कालको शहीदहरूको चाहिँ यो स्मृति यो मूर्ति भएको ठाउँमा उपस्थित भएको छु। यहाँ चाहिँ पहिल्यैदेखि मलाई आउने सपना थियो यहाँ, किनभने उहाँहरूको सादतले गर्दाखेरि उहाँले जुन ज्यान गुमाएको कारणले गर्दाखेरि आज हामी एउटा परिवर्तनको महसुस गरेको छौँ। एउटा आन्दोलनको एउटा चाहिँ परिवर्तनको सुरुवात भनेको उहाँहरूले गर्नुभएको। अब उहाँहरूको सबैको नाम चाहिँ अब यहाँ देख्न सकिँदैन। एउटा चाहिँ तल्लो वर्गको एउटा किसान, एउटा गरिब, तपाईँको चाहिँ बिहान बेलुकी चाहिँ बोली गरेर खाने मान्छेहरूले चाहिँ राज्यको तर्फबाट त्यतिखेरको पञ्चायती राज्यको तर्फबाट चाहिँ उहाँलाई चाहिँ हत्या गरिसकेपछि एउटा चाहिँ आन्दोलनको आधी बेरी चाहिँ त्यहाँबाट चाहिँ उत्पत्ति भएर चाहिँ आजको यो परिवर्तन सम्भव भएको हो। चाहिँ तपाईँको चाहिँ 10 वर्ष सशस्त्र जनयुद्धको समयको चाहिँ शहीदहरू हुनुहुन्छ उहाँहरूले। उहाँहरूको चाहिँ स्वादतले गर्दाखेरि उहाँहरूको बलिदानले गर्दा चाहिँ आज देशमा चाहिँ एउटा गणतन्त्र लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। अनि तपाईँको चाहिँ हिजो एउटा राज्यमा एकल राज्य सत्ता थियो भने चाहिँ उहाँहरूको सादतप्रति चाहिँ बलिदानी पछि चाहिँ आज तपाईँको प्रत्येक तपाईँको चाहिँ राज्यको निकायमा चाहिँ दलितको, किसानको, आदिवासी जनजातिको, पिछडिएको वर्गको महिलाको प्रतिनिधित्व अनिवार्य संविधानले व्यवस्था गरेको छ। त्यसले गर्दाखेरि उहाँहरू चारजनाको पनि यसमा चाहिँ यो देश बनाउनुको लागि अहिलेको यो अवस्था आउनुको लागि चाहिँ सिंहदरबार चाहिँ गाउँ गाउँमा आउनुको लागि चाहिँ उहाँहरूको ठुलो योगदान छ। उहाँहरूको योगदानलाई चाहिँ हामीले सधैँ सम्मान गर्नुपर्छ। ठ्याक्कै भोलि चाहिँ तपाईँको शहीद दिवस पनि रहेको छ र त्यो शहीद दिवसकै अवसरमा पनि आज अलिक अघिल्लो दिन आइपुग्यो। त्यसको लागि सबै शहीदहरूप्रति चाहिँ हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद।